रवि लामिछानेले जीवी राईलाई पनि पक्रिन खोजेको थियो। त एउटा कुरा के बुझ्नुस् तपाईहरु भने नेपाली जनताहरु, म तपाईहरुलाई एकदम विनम्रतापूर्वक अनुरोध गर्छु, प्रधानमन्त्रीले नचाहिकन मल्टिपार्टी डेमोक्रेसीमा जिंगो पनि मर्दैन। गृहमन्त्रीको त गोली मार्नुहोस्, रविले काम गरेर नभन्नुहोस्। ओली टावर राख्ने भोलि पर्सि नाम त्यसको, अनि केपी टावर राख्ने, अनि भोलि पर्सि आफू मरेपछि पनि भीमसेन थापाको जस्तो 300 वर्षसम्म नाम चल्छ कि भनेको केपी ओलीजी तपाईको सत्यानाश पार्ने एकमात्र कारण त्यही बनेको छ। अहिले केपी ओलीजी शेरबहादुरजी तपाईलाई लाज हुँदैन? एक दिनमा गर्थ्यो माथिर मोहम्मदले। शेरबहादुरजीका अर्थमन्त्री विष्णु पौडेलजी तपाईलाई अर्थशास्त्र पढाइ कम भयो भने ट्युसन पढाइदिउँला सित्तैमा। र त्यो वैदेशिक ऋणले हल्का मात्रै टसल दियो भने हाम्रो डेढ वर्षको होल बजेट केही नलाइकन गर्दा पनि त्यसको साउ तिर्दैन भने त्यसको ब्याज त्यसले भोलि ल्याउने खतरनाक परिस्थिति खतरा छ। काठमाडौँका मेयरहरूको तुलना गर्ने भने विद्यासुन्दर साक्य चाहिँ सबैभन्दा तल्लो र घटिया मेयर हुन्, झण्डुलाल हुन्। र उनले त बालेनको विरोध गरेको त उनको आफ्नै च्यान खन्नु जत्तिकै हो, आफै सकिन्छन्। जस्तो ओलीजीले जसरी पंगा लिइरहेछ नि एज अ प्राइम मिनिस्टर बालेन शाहसँग, ओलीजीलाई नै खतरा हो कि बालेन शाहलाई अप्ठ्यारो हुन्छ? होइन, ओलीजीको काठमाडौँबाट सबै सिट बढाइन्छ, 70 हुन्छ। आउँदैन, एमालेको होइन कुनै दलको पनि आउँदैन यो तरिकाले न्यु खोजे भने। हेर्नुहोस्, त्यो खोलो हराएको खोलो राजदरबारमा गएर खोजेर निकालेको छ बालेनले। त्यो खोलोमा बालेनले खेती गरेर माछा पालन गरेर खाना निकालेको होइन नि, हो। सडक चौडा